Hi, namaskar and welcome to my channel. आजको यात्रा चाहिँ टेक्सासदेखि मिजोरीको छ। यो चाहिँ तपाईको 600 माइल्स भन्नाले तपाईको अलमोस्ट कति हुन्छ किलोमिटरमा हेर्नै पर्छ। 600 माइलको यात्रा आज। यस्तै छ ड्राइभरको लाइफ। न घाम न पानी न हावा न हुरी न असिना न हिउँ के भन्न पाइएन। मेरो यात्रा यसरी चलिरहेको छ। यस्तै छ जिन्दगी है ड्राइभरको। जसले हेर्नुहुन्छ च्यानल चाहिँ सब्सक्राइब गरिदिनु होला है। मेरो यो चाहिँ रिक्वेस्ट छ हजुरहरूलाई। नयाँ जसले हेर्नुहुन्छ सब्सक्राइब गरिदिनु होला। मेरो ड्राइभर लाइफ कस्तो चल्दैछ तपाईहरु हेर्न पाउनुहुन्छ। सधैँ सब्सक्राइब गर्नु भने यो ट्रक छ अगाडिको। यस्तो ट्रक चाहिँ धेरै चल्छ क्या यहाँनिर। यो ट्रक ड्राइभर मात्रै 3.5 मिलियन छ अरे क्या युएसएमा ड्राइभर जबमा। यति धेरै ट्रक हुन्छ। अगाडिहरू उतादेखि आउनेहरू पनि धेरै ट्रकै छ क्या। आउने जाने धेरै यस्तो चाहिँ ट्रकहरू यो फुल्टर ट्रक ट्रेलर ट्रक यो चाहिँ धेरै हुन्छ क्या। 3.5 मिलियन ड्राइभर छ अरे ट्रक ड्राइभर मात्रै। यो चाहिँ 2024 को डाटा हो। 2024 सम्मको डेटामा चाहिँ 3.5 मिलियन ड्राइभर ट्रक ड्राइभर अरे। ओ माइ गॉड। के साह्रो हल्लिने बाटो हो। घन्नै नाखुनुहुन्छ त हौ। ओ यो पहाड कटेपछि तोल्छ ओक्लाहोमा आउँछ होला। दामी छ दामी। यो चाहिँ टिपर ल अमेरिकाको टिपर। यस्तो ट्रकहरू मात्रै कुछ क्या धेरै चाहिँ ट्रक हो यहाँ कुनै। हेर्नु याद गर्नु होइन। उतादेखि आउनेहरू कति ट्रक मात्रै आइरहेको हुन्छ। ट्रक मात्रै आउँछ क्या। यो ट्रक कुदाउनेहरूको चाहिँ राम्रै हुन्छ खट्ने मान्छेहरूको। मेरो गाडी चाहिँ यस्तै मैले कुदाउने चाहिँ यही कुदाउँछु म। यो अगाडिको जस्तै हुँदैन होइन। अगाडि ट्रक मात्रै आएको देख्नु भन्छ होइन। कति धेरै ट्रक आउँछ। यति धेरै ट्रक कुद्छ। ट्रकै ट्रक छ। दामी पहाड रहेछ पहाडहरू। यसरी नि कुद्नुपर्छ। मान्छेले मलाई सोध्थ्यो क्या पहिला भएर चाहिँ यसरी कुदाउँदा एक्लै यो लेक क्या राम्रो छ है। यहाँ वरिपरि लेकहरू ताल ठुल्ठुलो तालहरू छ। यो बाटो भएर कति त यहाँको तालहरू बनाएको ताल भन्छ मान्छेहरूले। ठुल्ठुलो क्या तालहरू। मान्छेले पहिला भएर अल्छी लाग्दैन यसरी गाडी कुदाउन भन्थ्यो क्या मलाई अरूको अन्डरमा काम गर्नुभन्दा नि यही काम चाहिँ मलाई मन पर्यो। आफ्नै किसिमले अब घर बस्छु भन्दा पनि बस्न पाइयो। त्यही भएर यो काम चाहिँ मलाई मनपर्छ।
4-5 दिन घर बस्छु निक्लिन्छु भनेर आफ्नै किसिमले कुदाउन पाएँ, आफ्नै किसिमले हिँड्न पाएँ, कसैको अन्डरमा हुँदैन। त्यही भएर मलाई अल्छी लाग्दैन, राम्रो लाग्छ यो काम चाहिँ मलाई। ठिक छ अहिलेसम्म कुदाउन सक्दाखेरि राम्रै हुन्छ, किन अरू काम गर्ने भन्ने होइन मेरो चाहिँ। टाइम पनि दिन पायो, 5 दिन जस्तो कुदाइन्छ हप्तामा, घट्दाखेरि 2 दिन घर बसिन्छ। यसरी कुदिरहेको हुन्छु म। यस्तै छ। अस्ति कुदाउँदा कुदाउँदै एउटा टिफर आएर यहाँनिर सिसामा ठ्याङ्ग लाग्यो। त्यो सिसै क्या मजाले चर्कियो अरे। यहाँ हेर्नु नि यो सिसा कस्तो चर्किएको छ। अब हामी त यो चर्कीको ऐना सिसा नहेर्नु भन्छ, यो मैले फेर्न चान्सै पाएको छैन, फेर्नु चाहिँ पर्ने मेरो सिसा अगाडिको। यसले गर्दाखेरि भिडियो पनि कस्तो नराम्रो आइरहेको जस्तो लाग्यो। यो म अब अर्कोचोटि गर्दाखेरि चाहिँ सिसा चेन्ज गर्नु पऱ्यो। त्यसले गर्दा कस्तो नराम्रो देखेको छ है। यत्रो ठुलो ढुङ्गा आएको थियो, त्यसले ठ्याम्मै लाग्यो त। धेरै चर्केको छ मेरो सिसाहरू। अब टिफरले गर्दा नेपालमा ज्यान मारा भन्थ्यो, ज्यान चाहिँ मार्दैन, तर ढुङ्गाहरू खसिहाल्छ, खसिरहेको हुन्छ। त्यसले मेरो सिसा चर्काएको छ धेरै। अब योचोटि चाहिँ घर जाँदाखेरि चेन्ज गर्छु म। यस्तै छ जिन्दगी। यस्तो दामी दामी लेकहरू छ क्या यहाँनिर अमेरिकामा, तर खै धेरै लेक चाहिँ बनाएको भन्छ है, तर ठुल्ठुलो छ क्या। कति त आर्टिफिसियलै होला, नेचुरलै होला, कति आर्टिफिसियल होला, तर धेरै धेरै लेक चाहिँ बाटोमा हिँड्दाखेरि ठुल्ठुलो यस्तो लेकहरू, तालहरू धेरै देखिन्छ कि। यो दाहिनेपट्टि हेर्नु न, यस्तो लेक यस्तो दामी छ। अनि यो यहाँ चाहिँ फेरि लेकको छेउछेउमा अनि पहाड, लेकको छेउमा पहाडमा घरहरू चाहिँ फेरि यस्तो महँगो हुन्छ क्या नर्मल भन्दा नि। माथि माथि देख्नुपर्छ नि यहाँ घरहरू छ क्या यो पहाडमा, यस्तो महँगो हुन्छ यो घरहरू यहाँनिर। यो तालको छेउमा, हाम्रो त खोलाको छेउमा, यो माथिको छ घरहरू छ। हाम्रो त खोलाको छेउमा तालको छेउमा घर बनायो भने बाढी आउँछ, पहिरो आउँछ। यहाँ त खोलाको छेउमा, तालको छेउमा, पहाडको छेउमा यस्तो माथि माथि घरहरू मजाले बनाएर बसेको हुन्छ क्या। फेरि लास्ट महँगो यहाँ चाहिँ यस्तो ठाउँमा चाहिँ। हाम्रोतिर चाहिँ बाढीले लान्छ भनेर के पो भन्थ्यो बिर्सिया, बाढीको छेउ खोलाको छेउमा त के ठाउँ भन्दा सबै बगाउँछ भनेर मान्छेहरू डराउँथे। यहाँ त दामी बस्छ मान्छे झन्। ल फाइनली अब चाहिँ म हाइवे छिरेँ। अब चाहिँ सर्रा जाने हाइवेबाट। यस्तै छ, अब चाहिँ हाइवे छिरिसक्यो। अब झन् सजिलो हुन्छ कुदाउन हाइवेमा। यो चाहिँ मेन हाइवे हो, यो चाहिँ मेन हाइवे होइन, यो चाहिँ अब मेन हाइवे हो। यो त तपाईँको 80 माइल्स पर आवरको स्पिड छ नि, कहाँ 80 म चलाउँदैन, लास्ट स्पिड छ यो त। सही चलिरहेछ। ल अब चाहिँ म पेट्रोल लाउन छिर्छु ल। मेरो पेट्रोल पनि सिद्धिन लागेको छ। यहाँ पेट्रोल लाउन छिर्नु पऱ्यो। यहाँ चाहिँ पेट्रोल पम्प, यहाँ ग्यास स्टेसन भन्छ यहाँनिर चाहिँ। यही हो हामीले अब पेट्रोल लाउने, यही हो। यो यस्तै छ, यस्तै हेर्नु नि। हामी अब बस्ने ठाउँ पनि यस्तै हो, बेलुकामा यस्तैको यो चाहिँ ट्रक स्टप भन्छ भनौँ न। यो ठुल्ठुलो हुन्छ पार्किङ, यहीँ जाने हो, यहीँ पार्क गरेर यहीँ सुत्ने हो। यस्तोमा सुत्नुपर्छ राति चाहिँ। ट्रक स्टप भन्छ यसलाई चाहिँ। पेट्रोल पम्पै हो तर ट्रकहरूलाई पार्किङ गर्ने। अब यहाँ त रातभरि दिनभरि नै ट्रक चल्छ नि त। अनि बाटोमा हो भन्दा नि यो यस्तोमा बनाइदिएको हुन्छ पार्किङ, यहीँ आएर सुत्ने हो यो पार्किङमा आएर हामीले। यस्तै छ जिन्दगी ड्राइभरहरूको। बाटोमै सुत्ने, बाटोमै खाने, बाटोमै हिँड्ने हो। ल म यहाँ पहिला पेट्रोल हाल्छु है त। पहिला गाडी सफा गर्नु, अगाडि सिसा सफा गर्नुपर्ने छ मेरो। सिसा यस्तो फोहोर भएको छ, मजाले क्लिनअप गर्नु पर्यो। सबै सफा गर्नेहरू सबै राखिदिएको हुन्छ क्या अगाडि। एकछिन है त, यसरी सफा गर्ने हो।
Shit. Last day for sir. सफाई गरिसक्यो अब ग्यास लाएर हिँड्ने हो ल पेट्रोल हालिसक्यो अब लाग्यो बाटो फेरि ट्रक पनि हो ट्रकमा चाहिँ आउँछ यार म जाने भनेको 44 इस्ट यता लाग्ने हो ल मेरो गन्तव्य फेरि स्टार्ट भयो अब मेरो पुग्न धेरै छैन अब त 3 घण्टा मात्रै छ 3 घण्टा पुगिन्छ भोलि फेरि अर्को लोड मिलिसकेको छ घर जाने नै यो झरेर अर्को पिकअप गरेर भोलि फेरि घरतिर लाग्ने हो मुगलिनको बाटो जस्तो छैन कालो ओह्रालो दामी पहाडहरू ढुङ्गै ढुङ्गा पहाड क्या रोड पनि परसम्म देखिरहेको छ क्या उकालो रोड आकाश हेर आकाश कस्तो सफा आकाश क्या होइन बाटो त धेरै जसो सुनसान हुन्छ नि अल्छी लाग्छ नि त्यस्तै बानी नपरेको मान्छेहरूलाई गाडी कुदाउनै अल्छी लाग्छ क्या सुनसान हुन्छ केही हुन्न यहाँ कस्तो मजाको बाटो छ नि यो परसम्म देखिने क्या यस्तो मजाको देखिन्छ कति आँखाको भ्यू चाहिँ अझै परसम्म देख्दाखेरि आँखाको लेन्सले चाहिँ भनौँ न यस्तो दामी देख्छ यो बाटोहरू त्यो चाहिँ अल्छी हुन्छ भन्दा चाहिँ सोच्दाखेरि चाहिँ परिवारदेखि टाढा 1 हप्ता 5 दिनमा घर पुगिन्छ नगरी पनि हुँदैन कि रविलाई पनि छानेको जस्तो महिनाको 1 लाख कमाउनु पर्यो के ढाँट्नु होला नि नेपालको मान्छेलाई नेपालको मान्छे नि पत्याइदिने फेरि 1 लाख रुपियाँ कमाउँथेँ म अमेरिकामा भन्दाखेरि के साह्रो झुट बोलेको सेट 1 लाख रुपियाँ कमाउँदै अरे त्यसले महिनाको 10,000 कमाएको थियो भने म कान काटिदिन्छु
सबैलाई भ्रम पारे हैन। 1 लाख कमाउँछ कसैले अमेरिकामा $1 लाख भन्ने कति हो? जेसुकै गर्छ कमाएका नि कमाओस् गुमाए पनि गुमाओस् हामीलाई के मतलब। तर नडाट्नु सत्य कुरा बोल्दा अहिले अमेरिका मान्छे त हाँस्यो नि। धेरैले क्रिटिसाइज गरेन, धेरैले मेसेज गर्यो, धेरैले कमेन्ट गर्यो गफाडी। यो नेपालको खुरकोटको बाटो जस्तो देखिन्छ है हेर्दाखेरि। यो मात्रै भिडियो खिचेर हाल्नु त खुरकोटको बाटो जस्तो देख्छ होला नि। यस्तो मजाको बाटो छ। वाउ पहाड हिमाल तराई अब त्यस्तै नेपाल जस्तै हो। गर्मी छ यतातिर अब चिसो चिसो हुन्छ। मेरो गन्तव्य पुग्न मात्रै 30 मिनेट। रमाइलो हुन्छ दिउँसो यो बाटो। राति चाहिँ उकालो ओह्रालो पहाडमा झ्याउ लाग्छ। यो बाटो दामी छ कुद्नको लागि। बाइक यति धेरै कुद्दो रहेछ है। बाइक धेरै कुद्ने ल फाइनली मेरो यात्रा यहीँसम्म हो आजलाई।
यहाँदेखि भोलि 4 मिनटको बाटोमा ड्रप अप गर्नु छ। आजलाई यति नै। See you on next video. Thank you everyone. Thank you guys. Thank you. शुभ रात्रि. Thank you for watching. धन्यवाद.